नमस्कार, आरामै हुनुहुन्छ? आज धेरै दिनपछि पानी एकदमै ठुलो परेको छ। तपाईँलाई कस्तो लागिरहेको छ? आज गेम पनि खेल्नुभयो, पानी पनि भिज्नु भयो है? एकदम रमाइलो लागेको छ। यो हावाहुरी आएको बेला चाहिँ हामी बाटोमा हिँड्नु हुँदैन, घरतिर बस्नुपर्छ अनि ठुलो भवनतिर बस्नुपर्छ भन्ने थाहा भयो है? नमस्कार, तपाईँको नाम भन्नुहोस् त? मनोज तामाङ। कति क्लासमा पढ्नुहुन्छ? 2मा पढ्नुहुन्छ। आज तपाईँ पुरा पानीमा भिजेको हो? ए, टेक्वान्डो खेल्दै हुनुहुन्थ्यो अनि पानी परेर आज पानीको भरपुर फाइदा उठाउनु भयो है? रमाइलो लाग्यो तपाईँलाई? हो, कहिलेकाहीँ भिज्नु चाहिँ राम्रो हुन्छ स्वास्थ्यको लागि, तर सधैँ भिज्दा चाहिँ मान्छेलाई असर हुन्छ। कहिलेकाहीँ चाहिँ भिज्दा राम्रो हुन्छ नि है? यस्तो पानी परिरहोस्। तपाईँको नाम भन्नुहोस् त? तपाईँ कुन गेम खेल्नुहुन्छ? तपाईँ कुन गेम खेल्नुहुन्छ? टेक्वान्डो खेल्नुहुन्छ है? अनि आज पुरा भिजेर रमाइलो लिनुभयो नि है? आजको पानी कति सानो कि ठुलो परेको हो? एकदमै डर लाग्दो थियो है? यस्तो पानी पर्दा हामी कहाँ बस्नु पर्दो रहेछ? घरभित्र है? भित्र बस्नुपर्छ है त? हामीले सबैलाई भन्नुपर्छ पानी पर्दा हामी घरभित्र बस्नुपर्छ रहेछ है? हस् त, धन्यवाद। तपाईँको नाम के हो भन्नुहोस् त? तपाईँ के गेम खेल्नुहुन्छ? टेक्वान्डो खेल्नुहुन्छ है? अनि आज पानी सानो परेको हो त? एकदम ठुलो परेको, डर लाग्दो। हामी यो रुखहरूको दृश्य हेर्न सक्छौँ। यस्ता कति रुखहरू बाँचे है? यो पानी पर्दा हामी बाटोमा हिँड्नु पर्ने रहेछ त? एकदमै चट्याङहरू पनि पर्न सक्छ। यो चट्याङहरू पर्दा हामी खाली खुट्टा भिजेर चाहिँ हामी हिँड्नु हुँदैन है? अनि तपाईँ अरूलाई के भन्नुहुन्छ त? यो पानी हावाहुरी पर्दा सँगै एक ठाउँ बस्नुपर्छ कि कुदी हिँड्नुपर्छ भन्नुहुन्छ? क्लासभित्र बस्नुपर्छ अथवा घरमा अलिक बलियो घरमा बस्नुपर्छ। जस्ताहरूको छेउछाउ पनि जानु हुँदैन, उडेर काट्न सक्छ है? त्यो कुरा चाहिँ हामीले सबैलाई जानकारी दिनुपर्छ है त? खुसी लाग्यो तपाईँलाई? खुसी लाग्यो। तपाईँको नाम के हो भन्नुहोस् त? के तपाईँलाई आज रमाइलो लागेको छ त? राम्रो लागेको छ त तपाईँलाई? ए, अनि तपाईँ कुन गेम खेल्नुहुन्छ अरे? टेक्वान्डो खेल्नुहुन्छ। किन खेल्नु भएको? किन खेल्नु भएको हो? यो गेम खेल्दा स्वास्थ्य पनि भइन्छ, राम्रो पनि हुन्छ, हतपत कुनै पनि रोग लाग्दैन है? अनि आज तपाईँ त भिज्नु भयो नि है? कस्तो मजा आउँदो रहेछ भिज्दा? अनि खुसी हुनुहुन्छ? अब एकछिन पानी रहिसकेपछि घर जानुपर्छ। पानी पर्दा पर्दै ठुलो पानी पर्दा हामी के त हिँड्नु हुँदैन है त? तपाईँको नाम भन्नुहोस् त? ए, कति क्लासमा पढ्नुहुन्छ तपाईँ? तपाईँको विद्यालयको नाम? ए, अहिले ठ्याक्कै लगाएर समय कति बज्यो भने 6 बज्न आँटिसकेको छ है? अनि तपाईँ कुन गेम खेल्नुहुन्छ? अनि तपाईँ पानीमा भिज्नु भएको हो? तपाईँलाई रमाइलो लाग्यो? ए, अनि यो हावाहुरी आउँदा चाहिँ हामी कहाँ बस्नु पर्दो रहेछ? हो, कहीँ जानुहुन्न। हामी यस्तो हावाहुरी आज यस्तो रुखहरू बाँचेको छ, यस्ता त कैयौँ रुखहरू बाँचेको छ यहाँ है? अनि यस्तो बेला चाहिँ हामी बालबालिका ठुलादेखि बालबालिकादेखि वृद्धसम्म चाहिँ हामी एउटा निश्चित ठाउँमा बस्नुपर्छ। अनि यस्तो गडाङगुडुङ भएको बेला चाहिँ खाली खुट्टा पानीमा कुदी पनि हिँड्नु हुँदैन। चट्याङहरू लाग्ने सम्भावना हुन्छ। चट्याङ लागेर मान्छेलाई घटना निम्त्याउन सक्छ है त? अनि जस्ताहरूको छेउछाउमा बसेपछि जस्ताहरूले काट्न सक्छ, रुख लडेर मान्छेलाई असर पुर्याउन सक्छ, चोट लाउन सक्छ। त्यही भएर तपाईँ सम्पूर्ण यो भिडियो हेर्नेलाई के भन्न चाहनुहुन्छ भन्नुहोस् त? सुरक्षित साथ घरमै बस्ने है? यस्तो ठुलो हावाहुरी आएको बेला होइन त? बाहिर बाटोघाटो हिँड्नु हुँदैन। अनि एकदमै चुस्त दुरुस्त राम्रो बस्नुपर्छ भन्न चाहनुहुन्छ हो? ल, धन्यवाद तपाईँलाई। तपाईँको नाम के हो भन्नुहोस् त? तपाईँ कुन गेम खेल्नुहुन्छ? टेक्वान्डो गेम खेल्नुहुन्छ है?
किन खेल्नु भएको ताइक्वान्डो गेम? हजुर स्वस्थ हुनको लागि हो। ए एकदमै राम्रो हुन्छ यो शरीरको लागि पनि होइन, एक्सर्साइज गर्दा एकदमै राम्रो हुन्छ। तपाईँ एकदमै जिम्मेदार पनि हुनुहुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद। आज त ठुलो हावाहुरी आयो नि है, अनि हामी तपाईँ कहाँ जानु त्यो हावाहुरी आउँदा चाहिँ? घरभित्र बस्यो, रुमतिर बस्यो नि त हामी। यो रुखहरू तपाईँहरूले देखिराख्नु भएको छ यहाँ, कृपया हेर्नुहोस् त। पुरै रुखहरू चाहिँ भाँचिएका छन् यो विद्यालयको साइडतिर। अहिले लगभग 6 बजिसकेको छ, अनि यो पानी रहेपछि मात्रै हामी जान्छौँ भनेर हामी सम्पूर्ण खेलाडीहरू विद्यार्थीहरू चाहिँ बसिरहेको छौँ है त। अनि तपाईँ अरूलाई के, आफ्नो साथीहरूलाई, तपाईँ जत्रा साथीहरूलाई, बालबालिका विद्यार्थी बालबालिका भाइ बहिनीहरूलाई के भन्न चाहनुहुन्छ? एकदमै घरभित्र सुरक्षित साथ बस्नु भन्न चाहनुहुन्छ हो। धन्यवाद तपाईँलाई। अरे भन्नुहोस् त, रुखहरू भाँच्यो कहाँनिर? खोलामा भाँचिएको हो। ओहो, अनि तपाईँले हेरेर आउनुभयो? अनि ल बाबु आज पानी पर्यो है? बाबु पानी परेको थियो। ल यहाँ यी अभिभावकहरू यहाँ, ल हेर हेन्डसम बाबु पनि। ल